हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ म बिहान उठ्दाखेरि मेरो श्रीमानज्यूले पकाइरहनु भएको थियो। त्यसपछि अनि म चाहिँ नुहाइधुवाइ गरेर पानी खाएँ, अनि तातो पानी खाएँ। त्यसपछि अनि पानी खाइसकेपछि अनि म यसो अब नानी सुतिराखेको थिएँ, अनि यसो बढार कुडार गर्नु पऱ्यो भनेर भित्र बाहिर सबैतिर बढार कुडार गर्न लाएँ है। यही नानी सुतेको बेला मात्रै हो कि मैले सबैतिर बढार कुडार गर्न पाउने, नत्र यस्तो बिहानै सबै काम गर्न मैले भ्याउँदिनँ। अनि श्रीमानज्यूले चाहिँ उता पकाउँदै हुनुहुन्थ्यो। त्यसपछि मैले बाहिर बढारेँ। मौसम पनि सफा थियो क्या, आज घाम लागेको थियो। अनि भित्र पनि बढारेँ। अनि मैले पुसेको चाहिँ भिडियो खिच्नै पाइनँ चिसो भएर। अनि कहाँ राख्ने के गर्ने यसै नहुने कि एक्लैले सबै गर्ने भएपछि। अनि यता खाना पनि रेडी भइसकेछ। मैले चाहिँ अचार बनाउँछु भनेर अनि मुला कोरेर अचार बनाउन लाएँ। अनि नानीको लागि लिटो पनि भिजाइदिइराख्छु भनेर भिजाउन लाएँ। अनि यता अचार पनि मेरो रेडी भयो। उता कोठामा गएको त नानी त रोइराखिरहेछ कि, अनि गुड मर्निङ भनेको गर्दै गरिनँ गुड मर्निङ भनेर। अनि एकछिन खेली अनि दुध खाएपछि खेली। अनि सबै काम भ्याइसक्यो। त्यसपछि अनि श्रीमानज्यूले चस्मा बिर्सिनु भएछ, अनि लगाएर चस्मा दिएँ। त्यसपछि अफिस जानुभयो उहाँ चाहिँ। अनि मैले चाहिँ यसलाई लिटो बनाएर नानीलाई लिटो खुवाउन तर्खर गर्न लाएँ। यो नानी फेरि रोइरहेको थियो कि भोक लागेर। अनि यसले यत्तिको लिटो खाएँ। अनि यसलाई रेडी गरिदिएर अनि यसको कपडाहरू थियो कि ब्यागमा यत्तिकै राखेको थियो। अनि दराज अस्ति ल्याएको नि त, अनि यही निदाको मौकामा दराज सबै मिलाउँछु भनेर दराज मिलाउन लाएँ साथीहरू। ल आजको भ्लग यहीँ सक्यो साथीहरू। ल बाई।